नमस्कार प्रिय दर्शकवृन्द, स्ट्याप अनलाइन टिभीमा यहाँहरूको हार्दिक स्वागत छ। आज हामी लिएर आएका छौँ आमा र छोरी बीचको अमूल्य प्रेम, माया र सम्बन्धलाई मन छुने ढङ्गले प्रस्तुत गर्ने विशेष कथा। आमाको माया जसको कुनै सीमा हुँदैन, छोरीको सम्झना जसले हरेक घरमा एउटा मिठो स्पर्श छोडेर जान्छ। यदि तपाईलाई परिवार, माया, सम्बन्ध र जीवनका वास्तविक अनुभूति समेटिएका कथाहरू मनपर्छन् भने हाम्रो च्यानल तपाईका लागि नै बनेको हो। कृपया सपोर्टको रूपमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब सुरु गरौँ आमा र छोरी बीचको त्यो हृदय छुने कथा। आमा र छोरीका बीचमा प्रेम। एकादेशमा एउटी बुढिया थिई, उसकी एउटै मात्र छोरी थिई। छोरीको विवाह भयो। बुढियालाई भने सुख दुःखको घेराले आफ्नो जालमा फसाउन थाल्यो। छोरीको विवाह गरेको 3-4 वर्ष भइसक्दा पनि उसले छोरीलाई भेट्न पाएकी थिइन्। बुढियालाई छोरीको प्रेमले सतायो र उसँग भेट गर्ने ठूलो इच्छा भयो। यसैले ऊ आफ्नै छोरीको घर जान तयार भई। एक दिन उसले आफ्नो घरमा तालचा मारी र गाउँघरका मानिसहरूसँग बिदा लिएर छोरीको घरतर्फ पाइला सारी। बाटो भयङ्कर थियो, तर छोरीको प्रेमले गर्दा त्यस्तो बाटो पनि पार गर्ने बुढियामा साहस आयो। यस्तो साहस गरी त्यसले आफ्नो पाइला सारी, आफ्नो दिलले पनि साहस दियो। बुढिया जङ्गलको छेउमा पुगी। ऊ हरिनाम जप्दै अघि सरिरहेकी थिई। दुर्भाग्यवश त्यसलाई एउटा स्यालसँग सामना गर्नु पर्यो। स्यालले भनी, बुढियामा तपाईलाई नखाई छाड्दिन, म धेरै दिनदेखि भोकै छु। बुढियाले भनी, पख पहिले मेरा कुरा त सुन, अनि खाए खालास। हेर, म आज छोरीको घरतर्फ हिँड्दैछु। त्यहाँबाट म 1 महिनापछि फर्केर आउनेछु। अहिले मेरो स्वास्थ्य पनि राम्रो छैन। आउने बेलामा म मोटी भएर आउँली, त्यसै समयमा मलाई खालास। बुढियाको कुरा सुनेर सबै कुरा बुझी स्यालले पनि उसलाई बिदा दियो। बुढियालाई आफ्नी छोरीको मुख एकचोटि हेर्न सम्मका निमित्त जिन्दगी चाहिएको थियो, न कि अमर रहनका लागि। स्यालसँग बिदा भएर ऊ अघि छरी। वर्षासको खोला चाहिँ सबैलाई आश्वासन दिँदै ऊ अघि बढिरहेकी थिए। उसले विचार गरेकी थिए कि उसलाई अब केही पनि बाधा आइपर्ने छैन। ऊ मस्तसँग गइरहेकी थिए। यस्तैमा नारदजीले बादरराजसँग गएर बुढियाको आगमनको समाचार बयान गरे। बादरराजलाई अरू के चाहिन्थ्यो र? ऊ हातमा कुमकुमको माला लिएर बाटामा बुढीलाई पर्खिरह्यो। बुढी पनि केही बेरमै त्यहाँ आइपुगी। बादरराजले आफ्नो कार्य सिद्ध गर्नका लागि उसलाई त्यो मालालाई स्वागत गरेर भन्यो, बुढियामा, म तपाईँलाई नखाइ छाड्दिन्न। बुढियाले स्याललाई भने चाहिँ भन्न लागि, तर बादरले मानेन। यसै बीचमा बादरको पुरा फौज पनि त्यहाँ आइपुग्यो। सबैले आफ्ना आफ्ना नाचगान सुनाउन थाले। साना साना बच्चाहरू त मग्न भएर बुढियाको कपालमाथि गई नाच्न थाले। बुढिया अन्यलमा परी। अब के गर्ने? उसले क्षमा याचना गर्ने विचार गरेर भनी, म तपाईँहरूलाई छोरीको घरबाट आएको दिन मेरो प्राण दिएर जानेछु। तर बादरहरूले भने कि बुढियाले सत्यवाचाको कबुल गर्नुपर्छ। तिनीहरूले भने, हामी जङ्गलका रक्षक हौँ। जङ्गलमा आएका मानिसहरूसँग कर लिनु हाम्रो कर्तव्य हो। यदि हामी कुनै गाउँमा आयौँ भने गाउँलेहरूले हामीमाथि कुकुर आदि लगाउँछन् र नराम्रो व्यवहार गर्छन्। यसको बदला हामीले पनि लिनै पर्छ। यसमा केही फरक हुने छैन। बुढियाले सत्यवाचाको कबुल गरेर त्यहाँबाट बिदा भए। अलिकति मात्र के पाइलो सारेकी थिए, फेरि उसको देवदाससँग भेट भयो। पहिले त बुढियाले महर्षि र चारैतर्फ बस्ने शिष्यहरू होलान् भन्ने सम्झी, तर जब नजिक पुगी ऊ भयभीत भई र भुइँमा लडी। त्यहाँ बाघहरूको सभा थियो। उनीहरूका राजाले बुढियालाई भन्यो, बुढियामा, म आफ्ना छोराछोरीहरूसित आज 15-20 दिनदेखि भोकै छु। यसकारण आज हामी तपाईँलाई नखाइ छाड्दैनौँ। अब बुढियालाई आपत पर्यो। कहाँ छोरीको मुख हेर्नु, यहाँ त छोरीको बाबुको मुख देखिसक्यो। अनि बुढीले सास बटुलेर भनी, होइन वनराज, मलाई आज छाडिदिनुहोस्। जुन दिन म आफ्नी छोरीको घरबाट फर्कौँला उसै दिन मलाई तपाईँ खानु होला। बाघले बुढियाको यस कुरालाई विचार गरेर बुढी आमालाई किन दुःख दिउँ भनेर छाडिदियो। अलि पर जाँदा बुढियाले फेरि अर्को काल लाग्यो। त्यो काल थियो भालु। भालुले पनि दाउ बाँकी राखेन, त्यसै भन्यो। तर बुढियाले भालुलाई पनि अरूलाई झेने भनेर अघि सरी। अलि पर जाँदा फेरि चितुवा र अरू जनावरहरूले हैरान गरे। बल्ल बुढिया सबैलाई शान्त गरेर आफ्नी छोरीको घरमा पुगी। छोरीलाई उसले बाटाको केही हाल पनि भनिन। ऊ अरूमस्त भएर छोरीको घरमा रहन थाली, तर आन्तरिक वेदनाले बुढियालाई सताउन छोडेन। घर फर्कने बेला पनि हुन थाल्यो। बुढिया पनि चुप रहन सकिन र आफ्नी छोरीसँग बाटाको सबै हाल भन्न थाली। आखिरमा छोरीले एउटा योजना बनाई। घर जाने दिन आयो। छोरीले आफ्नी आमालाई प्रणाम गरेर एउटा चिन्डो भित्र हाली अनि चिन्डोलाई बाटो बताएर बिदा गरिदिए। चिन्डो बाटो जाँदै थियो। जङ्गली जनावर पनि त्यसै बुढियाको प्रतीक्षामा 1 महिनासम्म आशले आफ्नो ठाउँमा बसेका थिए, कुनै आश्वासन पाएर त कुनै सत्यको फन्दा लिएर। तर एउटा बादरराज मात्र यस्तो थियो जसले पहिलेदेखि नै पक्का गरेको थियो। त्यसैले ऊ बाटोमा जमेर पर्खिरहेको थियो। स्याल पनि मग्न भएर बुढियाको बाटो हेरिरहेको थियो, तर कसैलाई पनि थाहा थिएन कि आफ्नो लक्ष्यमा को सफल हुन्छ। चिन्डो अघि बढ्दै गएर जङ्गलमा गमन गर्न थाल्यो। बुढिया निर्भयसम्म चिन्डाको चालको पदमा बसेकी थिए। ऊ आफ्नो चिन्डो रूपी रक्सीलाई बेगसँग दौडाइरहेकी थिए। अर्कोतिर चितुवा पनि गौण गर्दै थियो कि बुढियाले उसलाई धोका दिए। त्यस दिनदेखि आजसम्म कोही पनि त्यहाँ आएनन्। यदि त्यस बखत बुढी आएकी भए ऊ जिउँदो छोडिने थिएन। त्यसै बीचमा बुढियाको रथ मोडमा पुग्यो र चितुवालाई ठाउँ छुटाउनका लागि उसले आवाज दियो। पहिले त चितुवाको होस आवाज नै गुम भयो, तर पछि उसले साहस गरेर चिन्डो रूपी रथसँग सोध्यो, चिन्डो, ए चिन्डो, मेरी बुढी आमालाई देख्नु भएको थियो? बुढियाले रथभित्रबाट कड्केर भनी, मलाई तिम्री बुढी आमाका कुरा के थाहा? लौ हिँड चिन्डो, बाटै बाटो। यो सुनेर चितुवा हैरान भयो। अब के गर्ने? उसले बुढियाका बारेमा एउटा योजना सोच्न थाल्यो, तर त्यसलाई यति थाहा भएन कि उसलाई बुढियाले कस्तो जवाफ दिए। अब बुढियाको रथ महर्षि वनराज सिंहको दरबारमा पुग्यो। रथ आएको शब्द सुन्ने बित्तिकै महर्षिका साना साना बच्चाहरू भयभीत हुँदै एउटा कुनामा गएर थरथर काम्न थाले। महर्षि बाघको मन पनि डगमगायो। बुढियाले उस दिनको पक्का बदला लिएर अघि बढी। बाघ पनि त्यसै बस्न सकेन र चिन्डोसँग सोध्यो, दाजु, ए दाजु, के तिमीले हाम्री बुढी आमालाई देखेका थियौ? रथले भन्यो, मलाई के थाहा तिम्री बुढी आमाको कुरा? लौ हिँड, बाटै बाटो। यस्तो कुरा सुनेर बाघ पनि वल्ल पर्यो र बुढियाको करतुतलाई सम्झन लाग्यो। ऊ रिसाएर भन्न थाल्यो, बुढिया आएकी भए म त्यसलाई काँचै खाइदिने थिएँ।
त्यो रिसलाई उसले एउटा रुखमा पोख्यो। उसलाई रिसले आँखा नदेख्ने बनाएको थियो। ऊ रुखलाई नै बुढिया सम्झेर दाँतले काट्न लाग्यो। यसो गर्दा उसका सब दाँतहरू हमेसाका लागि त्यसै रुखमा टाँसिए। ऊ आफै पनि सदाका लागि समाप्त भयो र उसको मुखबाट रङ्गतको धारा बग्न थाल्यो। बुढिया अब बाँदरको सेना कहाँ पुगिसकेकी थिइन्। त्यहाँ उसले रच आइपुगेको शब्द दिँदा बाँदरहरू सबै चिन्डोलाई हेर्न आए। उनीहरूले सोधे, चिन्डा ए चिन्डा, तिमीले हाम्री बुढी आमालाई देख्यौ? चिन्डाले भन्यो, होइन दाजु, मैले तपाईँकी बुढी आमालाई देखिनँ। हिँड चिन्डो बाटे बाटो। चिन्डो सँगसँगै बुढिया पनि गड्डा रहेकी थिए। बाँदरहरू त्यहीँ पर्खिरहे। अन्त्यमा तिनीहरूलाई पनि रिस उठ्यो र तिनीहरू बौलाजे गरी चल्न थाले। बुढिया पनि खुसीले मस्त भएकी थिए। नारदजीलाई फेरि सूचना दियो कि बुढिया त्यतिका जनावरहरूलाई ठगेर स्याललाई पनि ठग्न पुगी। यसकारण तपाईँ गएर स्याललाई सूचना गरिदिनुहोस् र ठगिएका जनावरहरूलाई पनि। नारदजीले आफ्नो बिडाली नारायण 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 भन्दै स्याल कहाँ गएर उसँग पुरा वृत्तान्त भने। त्यसबेला चिन्डो पनि आइपुग्यो। स्यालले भन्यो, चिन्डो ए चिन्डो, के तैँले बुढीलाई देखिनस्? चिन्डाले भन्यो, देखिन। ल हिँड चिन्डो बाटे बाटो। तर स्याल आफ्नो तीव्र बुद्धिले चिन्डाको सामुन्ने गयो। ऊ दगुरेर अडि बढ्यो र बाटामा उसले एउटा ठूलो किला गाडिदियो। बुढियालाई अपार आनन्द भइरहेको थियो। तर अचानक रथको धुरा किलोमा गएर टक्रायो र चिन्डो फुट्यो। स्यालले भन्यो, मलाई त जरुर शङ्का थियो कि कहीँ चिन्डो पनि मानिसले चाहिँ बोलेर आज्ञा दिन्छ। स्यालले जनावरहरूलाई भन्यो, मैले बुढियालाई पाएँ, तपाईँहरू सबै आउनुहोस्। यो सूचना पाएर जनावरहरू आए। अनि बुढियाले भनी, तिमीहरूले मलाई खाने भए खाओ, तर पकाएर खाए राम्रो होला। सबैले त्यसै गर्नु स्वीकार गरे। बुढियाले आगो लिएर आई। आगो हुरुर बल्यो। जनावरहरूले एकै स्वरमा भने, लौ आगोमा हाम फाल। बुढियाले भनी, पख, खरानी हुन देऊ। जब खरानी भयो अनि बुढिया चिसो खरानीको बीचमा गएर बसी र आफ्नो चारैतर्फ बस्ने जनावरहरूलाई भनी, तिमीहरू सबै मिलेर मलाई खाओला। सबै जनावरहरूले हुन्छ भनेर ध्यान गर्न थाले। बुढियाले भने, खरानी लिएर सबैको आँखामा भरिदिई। जनावरहरू आँखा नदेखेर त्यसै डलिरहे। बुढियाले यस्तो राम्रो मौका पारेर आफ्नो घरतर्फ पाइला सारी। जनावरहरू निराश हुँदै आफ्नो आफ्नो ठाउँमा गएर पश्चाताप गर्न थाली। बाघले भने रिसले चुर भई स्यामानी जाइ लागेर उसलाई एकै घाँस पारी आफ्नो पेटलाई सान्त्वना दियो। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला।